नमस्कार। आज सरस्वती पूजा थुप्रै ठाउँमा सरस्वतीलाई पूजा गरेर फुलहरू चढाएर मालाहरू चढाएर आज पूजा गर्ने गरियो। र यो सरस्वती पूजाको दिन फुल मात्रै चढाउने होइन, आज खास चढाउनु पर्ने सङ्कल्प हो है। माला मात्रै चढाएर चाहिँ सबै कुराहरू चाहिँ पुरा हुँदैन, सङ्कल्प चढाउनुपर्छ आफूले। सङ्कल्पमा आज चाहिँ यो सङ्कल्प गर्नेछु। आज सरस्वती पूजाको दिनदेखि आज चाहिँ नयाँ नयाँ विद्यार्थीहरूलाई अक्षर लेखनको कार्य पनि सुरुवात गर्ने गरिन्छ। त्यहीसँगै नयाँलाई अक्षर लेखनको कार्य सुरुवात गरेसँगै ठुलाहरूले र पुरानाहरूले के गर्नु पर्यो त भन्दा सङ्कल्प गर्नु पर्यो कि म आजदेखि थुप्रै नेगेटिभ कार्यहरूलाई वञ्चित गर्नेछु, त्यस्तामा नेगेटिभ कार्यहरू गर्ने छैन भनेर चाहिँ अगाडि बढ्नु उत्तम हुन्छ। हरेक सरस्वती पूजाको दिनलाई सङ्कल्प गर्ने दिनको रूपमा हामीले लियौँ भने पक्कै पनि हामीलाई चाहिँ राम्रो हुन्छ। विद्यागीत देवी भनेर जुन भन्ने गरिन्छ त्यसमा चाहिँ हामी चाहिँ किताबहरू हुन्छ, थुप्रै पुस्तकहरूलाई चाहिँ नमस्कार गर्ने गरिन्छ, त्यसरी मात्रै चाहिँ पुग्दैन भनेर भन्छ होइन। त्यसकारण त्यो किताबमा ल्याएको अङ्क, जुन परीक्षामा चाहिँ ल्याएको अङ्क मात्रै सफलता होइन, त्योभित्र चाहिँ निरन्तरता, त्योभित्र चाहिँ दृढता, त्योभित्र अनुशासन, त्योभित्र मेहनत, सबै कुराहरूको प्रतिफल र त्यो जुन प्रकारको अङ्क हुन्छ त्यो अङ्कलाई चाहिँ व्यवहारमा लगेर चाहिँ परिणत गरेको जुन एउटा चाहिँ व्यवहारिक पाटो छ त्यो नै महान सफलता हो। यो सरस्वती पूजाको दिन सबैले सङ्कल्प गर्ने वातावरण बनोस्, सबैले सङ्कल्प गर्ने वातावरणका साथ आज गरेका सङ्कल्पहरू हामीले फेरि 1 वर्षसम्म, कम्तीको पनि धेरै नभए पनि 1 वर्षसम्म हामीले त्यो सङ्कल्पहरूलाई चाहिँ पुरा गर्ने वातावरण सिर्जना होस् भन्न चाहन्छु। थ्याङ्क यू।